दर्शकबिन तपाई हामीले माया गरेकी कान्छी र भुन्टी सिरियलकी मुख्य पात्र आशा खड्का यति बेला गम्भीर बिरामी परेकी छिन्। उनी यति बेला भावुक हुँदै एउटा स्ट्याटस पनि पोस्ट गरेकी छिन्, जहाँ उनी लेख्छिन्, आज भन्दा 2 वर्ष अगाडि अपरेसनद्वारा नै सहारालाई जन्म दिए। त्यो क्षण पनि पीडाले भरिएकै थियो, तर त्यो पीडालाई छोरी जन्मिनमा आउँदैछिन् भन्ने खुसीले ढाकिदिएको थियो। छोरी जन्मिएको केही समयपछि गल ब्ल्यान्डरमा स्टोन देखा पर्यो। आज त्यसैले अपरेसनको लागि हस्पिटल जाँदैछु। यो पीडा शब्दमा पनि भनि नसक्नु छ। छोरीलाई 1 सेकेन्ड पनि छोड्न नसक्ने म 2-3 रात उनलाई छोडेर हिँड्नु पर्दा मुटु नै चुडिएको जस्तो शब्दमा भन्न नसक्ने पीडा महसुस भइरहेको छ। सम्झिरहेको छु ती आमाहरूलाई जसले वर्षौंसम्म आफ्नो सन्तानहरूलाई छोडेर विदेशिनु बाध्य परेको छ। 2-3 रात छोड्न त यति गाह्रो हुन्छ भने आफ्ना साना साना छोराछोरीहरूको सुन्दर भविष्यको कल्पना गर्दै उनीहरूलाई देशमा छोडेर आफू विदेशिनु पर्दा ती आमाहरूलाई कति पीडा भएको होला। आमाको मन। I am wishing you a quick and full recovery. Please take care of your health and बी वेल भनेर यति बेला आशा खड्काले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना पोस्ट र छोरीको फोटोहरू पोस्ट गर्दै लेखेकी छिन् भने अर्कोतिर सागर गौतमले पनि आफ्नै श्रीमतीलाई चाँडै भन्दा चाँडै निको हुनु भन्दै गेट वेलसन यानि शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। दर्शकबिन तपाई पनि आशा खड्काको साँच्चै फ्यान हुनुहुन्छ भने यो भिडियो सक्दो शेयर गर्नुहोला र कमेन्टमा आफूलाई मन लागेको विचार कमेन्ट गर्नुहोला।